नमस्कार साथीहरू। अब नेपालमा फेरि इलेक्सन हुन गइरहेको छ। सबैको मनमा उठिरहेको प्रश्नहरू एउटै छन् कि यो इलेक्सन हुने सम्भावना छ त? पिसफुल हुन्छ कि भोइलेन्ट? पैसाको चलखेल, क्रिमिनल एक्टिभिटिज, मासको म्यानिपुलेसन, भोट फ्रेगमेन्टेसन र फरेन पावरको गेम या नहोला भन्न सकिँदैन। इलेक्सनभन्दा अगाडि हुन सक्ने रिस्कहरू के होलान् त? र किन यो हाम्रो डेमोक्रेसीको लागि सबैभन्दा रिस्की मोमेन्ट हुन सक्छ? बुझ्ने प्रयास गरौँ है त। पोलिटिकल भाइलेन्स एन्ड इन्टिमिडेसन। मतदान हुन अगाडि हाम्रो देशमा धेरै भाइलेन्स र डिस्ट्रप्टिभ घटनाहरू हुन सक्ने सम्भावना धेरै नै छ। पूर्व इलेक्सन्सहरूमा पनि मर्डर, बम एक्सप्लोजन, राइभल क्यान्डिडेटको किडन्यापिङ र साइलेन्सिङ समेतको केसहरू टन्नै सुनेका छौँ। यसपालि त झन् जिन्जी आन्दोलनको मौका छोपेर हजारौं कैदीहरू फरार भएका छन्। हजारौं हात हतियारहरू पनि लुटिएका छन् र यी लुटिएका हतियारहरू पछि कसले, कहाँ, कति बेला र कसमाथि प्रयोग गर्छ भन्न सकिँदैन। विभिन्न राजनीतिक कार्यकर्ता बीच झडप पनि कुनै नयाँ समाचार त होइन। 2008 देखि 2022 जति इलेक्सन भयो, भाइलेन्स चाहिँ रिपिट भएकै छ। मतदान पेटिका लुटिने, बुथहरू क्याप्चर गर्ने, यस्ता गुण्डागर्दी र हुलदङ्गाको न्युज प्रशस्त छ। इन्टिमिडेसन र भाइलेन्सबाट भोट म्यानिपुलेट गर्ने ट्रेन्ड नेपालमा रोकिने छैन। पैसाको चलखेल। पैसाले सबैलाई नचाउँछ। चुनावमा मासु भात रक्सी खुवाउन, र्याली गराउन, भोट किन्न र अरू विभिन्न अपराधिक गतिविधि हुन्छ, त्यसको लागि ठूलो धन रकमको आवश्यकता पर्छ। पहिलाको रिसर्च अनुसार त 25% भोटरले पैसा, रक्सी, सामान्य या सानो लोन, जागिरको सुनिश्चितताको आधारमा भोट दिएको पाइएको छ। यस्तो गतिविधिको परिणाम भनेको फेरि करप्टेड लिडर्स नै पावरमा आउनु हो। कास्ट, रिलिजन एन्ड आइडेन्टिटी पोलिटिक्स। हाम्रो पोलिटिक्स डेभलपमेन्टमा भन्दा पनि जात, धर्म र पहिचानमा आधारित छ। 2015 को कन्स्टिट्युसन पास गर्ने बेला मधेस र थारू कम्युनिटीले आफू वञ्चित भएको महसुस गरे। त्यसको रिजल्ट प्रोटेस्ट, ब्लकेड र 50 भन्दा बेसी मानिसको ज्यान गयो। यो सबै अनरेस्ट र फायरलाई फ्युल गर्ने भनेको चाहिँ हाम्रो लोकल लिडर्स विथ पोलिटिकल ब्याकिङ नै थिए। त्यसै गरी पिछडिएको समुदायहरू त खासै कसैले वास्ता गरेको नै पाइँदैन। एमनेस्टी इन्टरनेसनल 2024 को अनुसार पोलिटिकल लिडर्स र पार्टीहरूको लोएस्ट प्रायोरिटी भनेकै यी समुदायहरू हुन्छ, स्पेसली महिला र बालबालिका। तर इलेक्सन नजिकिँदा चाहिँ यी पिछडिएको समाजको कुरा सुने जस्तो गर्ने, परिवर्तन र सहयोगको आश्वासन दिने अनि इलेक्सनमा यही सेन्सिटिभ ग्रुपको भोट जित्न खोज्ने र इलेक्सन पछि बेवास्ता गर्ने। रिलिजनको केसमा पनि त्यस्तै छ। हिन्दू राष्ट्र बनाउने जस्तो सेन्सिटिभ एजेन्डाहरू उठाउने। यसको रिजल्ट चाहिँ चर्चमा बमिङ, हिन्दू मुसलमान कम्युनिटीको बीचमा क्ल्यास गराउने। इट्स अल ब्याक बाई हाम्रो पोलिटिकल लिडर्स। यो सबै रूढिवादी सोच भएको समुदायको भोट सिक्योर गर्ने प्रयास मात्रै त हो। पावरमा आउनलाई यो मुद्दाहरूको गेम अवश्य पनि खेलिनेछ र कता कता सुरु भइसकेको देखिन्छ। मिडिया म्यानिपुलेसन एन्ड प्रोपोगेन्डा। यो इलेक्सनको एउटा मेजर ब्याटल ग्राउन्ड भनेको सोसियल मिडिया हो। हामी सबैले देखिसक्यौँ र भोग्दै आएको छौँ सोसियल मिडिया र द पावर इट होल्ड्स। फेक हेडलाइन त यस्तो वाइल्ड फायर जसरी बढेको छ कि हरेक थर्ड रिल स्क्रोल गर्दा फेक र बायस न्युज स्पट गर्न सकिन्छ, जसको कुनै फ्याक्चुअल बेसिस नै छैन। रियल न्युजलाई त यो फेक न्युज र म्यानिपुलेटिभ न्युजले कुहिरो जसरी छेकिदिन्छ। र विडम्बना चाहिँ यो हो कि फेक र म्यानिपुलेटिभ प्रोपोगेन्डा र न्युज सुन्दा सुन्दा हामी आफै साँच्चै त्यस्तै पो हो कि जस्तो भइदिन्छ। हिजो ट्रस्ट गरेको मान्छेलाई आज झोलेको ट्याग हामी आफैले नै दिइरहेको छौँ। अबको 6 महिनासम्म के हुन सक्छ तपाईँ आफै इमेजिन गर्न सक्नुहुन्छ। फरेन इन्फ्लुएन्स। नेपाल यदि आज भारत का अंग होता वहाँ शांति भी होती तो नेपाल में खुशहाली भी होती। हाम्रो पोलिटिक्समा फरेन स्याडो त एकदम क्लियर छ। 2006 मा इन्डियाले 12 पोइन्ट अग्रिमेन्ट गर्न रोल खेलेको, विगतका गुरेला ग्रुप्सहरूलाई फन्डिङ र सपोर्ट विदेशी पावरले नै गरेको, वेस्टर्न डोनरहरूले पनि आफ्नो एजेन्डा पुश गर्न खोजेको, एमसीसी र बीआरआईको नाममा पैसा खानेदेखि देशको शान्ति सुरक्षासँगको खेलवाडको प्रश्न उठेकै हो। आगामी इलेक्सनमा फरेन रोल सेन्सिटिभ छ र यसले नेपालको सोभरेन्टीमा सवाल उठाउन सक्छ। यो सबै कुरा हुने र गराउनेको मुख्य उद्देश्य भनेको तपाईँ हामीलाई विभाजन गराउन नै हो, स्पेसली हाम्रो सबैभन्दा इन्फ्लुएन्सियल र एक्टिभ जेन्जी भोटर्स। जेन्जीले अब पोलिटिक्समा ठूलो रोल लिन थालेको छ। प्रोटेस्ट, सोसियल मिडिया अपराइजिङ ट्रेन्ड्स, स्ट्रिट र्यालीज
यो जेनेरेसनले करप्सनको विरुद्ध आउटस्पोकन छ, तर रिस्क छ फ्रेगमेन्टेसनको। मेजोरिटी जेन्जीहरू रियल प्रोटेस्टर नै हुन्, जसले साँच्चै नै देशलाई प्राथमिकता दिएर आन्दोलनमै होमिए र 70 भन्दा बेसी नेपालीको ज्यान गुमाएपछि बल्ल सरकारलाई उखाडेर फ्याँक्न सफल भयो। कोही स्ट्रिट्समा थिए त कोही सक्दो घर र विदेशबाट पनि आफ्नो सपोर्ट देखाएकै हो। तर स्याडली जेन्जीको नाममा फेक जेन्जी लिडर्स र त्यस्ता ग्रुपहरूले मौकाको फाइदा उठाएर पोलिटिकल करियर बुस्ट गर्न खोजेको देखिन्छ। लिडरसिप नभएको यो मुभमेन्टलाई धेरैले ओगट्न खोजेको देखिन सकिन्छ। यो अवस्थाको फाइदा उठाएर जेन्जी मुभमेन्टलाई डिस्टर्ब गर्ने गेम खेल्न सुरु भइसकेको छ। यति सबै कुरा भनिसक्दा यहाँ एउटा कमन फ्याक्टर के हो तपाईँलाई थाहा छ? यस, हामी आम नागरिक। जुझ्ने र जुधाउने हामीलाई नै हो, प्रोटेस्टको नाममा ज्यान जाने हाम्रो नै हो। हामी भेडा बाख्रा जसरी लड्ने र जुझ्ने, मासु भातमा बिक्ने, डिभाइड भएर फेरि पुरानो पार्टीहरूलाई पावर सिक्योर गर्न दिने कि एकजुट भएर इलेक्सनको गेम चेन्जर हुने। अब यो इलेक्सनमा इन्फर्म र कन्सियस भोटर हुन पर्छ। यो सन्देश सबै माझ पुर्याउन हाम्रो दायित्व हो। इलेक्सन सफल बनाऊं र एउटा उज्जवल र शान्त नेपालको स्थापना गरौं। जय नेपाल।